महिला हराएको सूचना। कैलाली जिल्ला लम्कीचोहा नगरपालिका वार्ड नम्बर 6 गुल्रा निवासी चमेली नामले चिनिने चेतना रेग्मी पाण्डे यही मिति 2025 नोभेम्बर 4 तारिकका दिन माइती घर गोदावरी नगरपालिका वार्ड नम्बर 4 अत्तरिया कुस्कुटबाट पराई पुरुष गणेश सिंह भनेर नामले चिनिने व्यक्तिसँग भागेको सूचना निजका श्रीमान झङ्गर पाण्डेले जानकारी दिएका छन्। चेतना पाण्डेलाई साथमा लैजाने महिलाको नाम रमिता साउद छ। उनले घरबाट भगाएर सँगै लगेको र निज रमिता साउद विष्टले भारतको दिल्लीसम्म पुर्याएको सूचना निजका श्रीमानले बताए। गणेश सिंह भन्ने व्यक्ति चण्डी र दिल्लीमा योगा क्लास सिकाउने गरेको र अन्य कामहरू पनि गर्ने गरेको सूचना प्राप्त भएको छ र गणेश सिंहको घरमा श्रीमती र छोराछोरी समेत भएको र यो चाहिँ दोस्रो बिहा गरेर अर्काको घरबार उजाड बनाइदिएका उक्त व्यक्तिलाई जो कहिले जहाँ भेटे पनि कृपया सम्पर्क गरिदिनु।